पिठो साह्रै भिजेछ नि हौ, चामल साह्रै भिजेछ। यो पिठो बनाउनु मुस्किल छ। आज पिठो बनाएर चाहिँ रोटी पोलेर चाहिँ बेलुका आउने पाहुनालाई दिनुपर्ने प्रसादको लागि। धन्न एउटा भाइ आइपुगेछ र चाहिँ सघाइदिनु, कम्ती हेल्प भएन। दुई भाइ भएर चाहिँ ढुट्टो बनाइयो। यो पनिर पाक्दैछ, खाजा खानुपर्ने आज बिहानैको यो चाहिँ। कोपीको सब्जी, फुलकोपी साह्रै राम्रो भयो योपालि चाहिँ सब्जी पकाइ। फुलकोपीको चाहिँ पकौडा बनाएको है। अब आज ईश्वरमा दिवसको दिन चाहिँ आमा बाउलाई पुज्ने दिन। छोरी छोराहरूले पुज्दैछन्। यो एउटा हिन्दू सनातन धर्मको परम्परा हो। आमा बाउलाई पुज्ने, आमा बाउलाईको दर्शन गर्ने हिन्दू सनातन धर्ममा चाहिँ यो एउटा परम्परा रहिआएको कारणले गर्दा छोरो छोरी सबैले पुज्दैछन्। आज बिहानै 6 तारिक भगवान बाबाको आमाको जन्म त अब नभनौँ, उहाँले मुक्ति पाएको दिन। भगवान बाबाको आमाले मुक्ति पाएको दिन चाहिँ भगवान बाबाले आमाको 6 तारिकको दिन चाहिँ ईश्वरमा दिवस भनेर, ईश्वरमा डे भनेर मनाइन्छ। त्यस दिन आज बेलुका भजनको तयारी, बत्ती बाल्ने, अनि यो ईश्वरमा दिवसको जिम्मेवारी चाहिँ मेरो टर्न परेको कारणले बेलुकाको लागि भजन अनि दियो बनाउने, प्रसाद बनाउने, अघि कुटेको पिठोको रोटी पोल्ने, ठुला रोटी पोल्दैछन्। अनि यो रोटी चाहिँ बेलुका प्रसादमका लागि मजाले सबै भक्तहरू भेला भएर खाइन्छ। भजनको तयारी भइसकेको छ। अनि सबै वरिष्ठ कार्यकर्ताहरू पनि उपस्थित भइसक्नुभयो, समिति कन्भिनरहरू उपस्थित भइसक्नुभयो। सबैलाई साईरामको सम्बोधन गरेर उहाँका परिवारहरू पनि सबै उपस्थित भइसक्नु भएको छ। एकैछिनमा हाम्रो भजन अब सञ्चालन हुन्छ। भजन सुरु हुनै लाग्यो। अखण्ड दीप प्रज्वलन गरेर सबै भक्तहरूले एउटा दियो हालेर भक्तिभावपूर्वक र स्वागत सम्बोधनको कार्यक्रम मेरो परेको कारणले मैले राख्दैछु। सबैलाई हाम्रो बाल विकास गुरु लाखो सरज्यूले पनि आज आमाको विषयमा धेरै विषयवस्तुहरू राख्नुभयो। बाल विकासका नानीहरू अनि अभिभावकगण उहाँहरूलाई आफ्नो नानीहरूले आफ्नो आमाहरूलाई
मातृदेव भव पितृदेव भव भनेर मन्त्रद्वारा उहाँहरूले नानीहरूले आमाहरूलाई बुझ्नु हुँदैछ र यो बाल विकासमा सिकाइन्छ र बाल विकास पठाउनुको उद्देश्य पनि एउटा यो रहेको छ र बाल विकासका गुरुहरूले हाम्रो लाक्पा सर साथै दिव्या अनि आदर्श छेत्रीले आफ्नो बाल विकासका नानीहरूलाई यसरी सिकाउनु हुँदैछ र वरिष्ठ कार्यकर्ता आदरणीय मदन सरज्यूले पनि सिकाउनु उहाँले भन्नु राखिदिनु हुँदैछ र अन्तमा हामीले आरती गरिसक्यौँ। पञ्चभजन 3टा भजन गरेर हामीले आरती उतारिसकेका छौँ भगवानको र अब हामी केही छिनमा प्रसादमहरूको लिएर सबै भक्तगणहरू आफ्नो आफ्नो घरतर्फ लाग्नेछौँ र आदरणीय जगत छेत्री आध्यात्मिक कन्भेनर उहाँले आरती उतारिसक्नुभयो र विभूति लगाउने कार्यक्रम चलिरहेको छ र भगवानको प्रसाद यो विभूति नै हामी सर्वोपरि मान्दछौँ। र बाल विकासका नानीहरू एकदम धैर्य धारण र अनुशासनमा बद्ध भएर उहाँहरूले विभूति मन्त्र गरिरहेका छन् र प्रसादमहरू पनि सबैले ग्रहण गर्नुहुँदैछ। नानीहरूले एकदमै मजाले पलैटी कसेर अनि सेवा दलहरूले पनि एकदमै राम्रो प्रकारले सेवा पुर्याइरहनु भएको छ र म यहाँ हेर्दैछु कतिले पाए कतिले पाएका छैनन्। जाँच पडताल गर्ने मेरो जिम्मेवारी रहेको कारणले गर्दा म सबैको निरीक्षण गर्दै आफू पनि खाँदैछु। र तिमुङदेखि पनि आउनुभएको थियो वरिष्ठ कार्यकर्ताहरू अनि यी नानीहरूले पनि एकदमै मिठो प्रकारले खाइरहनु भएको छ। अब प्रसादहरू लिइसकेर आफ्नो आफ्नो घरतर्फ लाग्नु हुँदैछ र एउटा सानो हाम्रो सभा रहेको थियो र त्यसमा एउटा सानो सरसल्लाहहरू गर्नुपर्ने भएको कारणले हामीहरूले वरिष्ठ कार्यकर्ताहरू पञ्चायत बाबुहरू बसेर हामीहरूले एउटा भजन सकेर चाहिँ लाग्यो है दाजु। कुन चाहिँ कसले बोक्ने कुन चाहिँ दिदीले बोकिएन हो। ए लु 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 यता लु चिया अलिकति उब्रियो अलिक खानु पञ्चायत बाउलाई साइरामा हामी लाग्यो यता म्याडमलाई पनि साइराम सबैजना दाजुलाई साइराम। यो डाडु यतैको उतैको यो त अटेन त पर्दैन होइन यो फाटी पर्दैन होइन धोको हो नि होइन धोको होइन कि यो लाग्दैन अनि डाडु चाट्दै जानु ए यो कसले बोक्ने घरमा पुग्दा त सिनिकै बनाउँछ यो घरमा पुग्दा चाहिँ मात्नु नपर्ने हो घरमा पुग्दा यो मात्नु नपर्ने बनाउँछ नि काटेर साइराम भेट्दै गरौँ है लाग्यो।